आज हामी महाबलीपुरम घुम्न जाँदैछौँ। किन भन्दा महाबलीपुरमको धेरै चर्चा आएको छ। सबै नेपालीहरू चेन्नईमा बस्ने साथीहरू महाबलीपुरम घुम्न जानुहुन्छ हैन। महाबलीपुरममा यस्तो छ भनेर प्रशंसा गर्नुहुन्छ महाबलीपुरमको। त्यही भएर आज पनि हामी दुईजना महाबलीपुरम घुम्न जाँदैछौँ र वहीँ गएर भेट होला है। यसरी हामी महाबलीपुरममा घुम्दै गर्दा यो पार्क जस्तो पनि छ हैन। यसमा चाहिँ सल्लाहको रुखहरू छ टन्नै। यो सल्लाहको रुखहरू हो है। यसको पनि थोरै मलाई भिडियोमा क्याप्चर गर्नु मन लागेर भिडियो बनाइदिएको छु। अनि यो बाउन्डरी भन्दा बाहिर चाहिँ यस्तो समुद्र, यहाँ चाहिँ मान्छेहरू पानीमा पौडी खेल्दै छन् है। यसरी समुद्रको सिन कस्तो छ हेर्नु होला। समुद्र नजिकै यो तिरपालले छाप्रो जस्तो बनाएको चाहिँ यो हामीहरूको लागि बनाइदिएको हो। यो आइसक्रिमहरू फास्टफुडको दोकानहरू हो। यो समुद्र घुम्न आउनको लागि सुविधा, घुम्न आउने मान्छेको लागि राखिदिएको हो। यो मन्दिर चाहिँ अचम्मको छ। ढुङ्गाबाट खोपेर बनाइएको मन्दिर छ यो। यस्तो यो साँढेहरू जति पनि देखिएको छ सबै ढुङ्गालाई खोपेर बनाएको साँढेहरू हो, बुल्स। अनि यो छेउमा चाहिँ सबै सल्लाहको रुखहरू हो। यो सबै सल्लाहको रुखहरू हो। यो समुद्र कस्तो छ देखिएको है भन्नु होला। एकदमै ठुलो कथा हो कथा है। यसरी मैले क्यामेरा घुमाउँदै हेर्दा यो किनारमा रङ्गी बिरङ्गी घरहरू, बोर्डहरू छ त्यहाँ। यसरी हल्का जुम गरेर हेर्दाखेरि देख्नु भएको छ कि नै हजुरहरूले? सानो सानो बोटहरू छ, नाउहरू। अनि यहाँनिर पनि समुद्रको छेउमा यो ढुङ्गा छ, यत्रो ढुङ्गा। यसलाई पनि खोपेर मन्दिर जस्तै भित्र पूजा गर्न मिल्ने खोपा खोपा जस्तो बनाएको छ है। यो महाबलीपुरमको घुम्ने पार्कदेखि लिएर मन्दिर हैन, सबै एकदमै क्याप्चर गरिदिन मन लाग्यो मलाई भिडियोमा है। कस्तो छ भनेर हेर्ने मान्छेलाई पनि अलि इन्ट्रेस्ट हो न भिडियो। यस्तो यो गाडी पनि सुविधा छ, चार्जिङवाला गाडी। यसमा बसेर घुम्ने व्यक्तिको लागि। तर हामी चाहिँ पैदल हिँड्न मन लागेर मजाले पैदल हिँडिरहेको छौँ। यस्तो तरिकाले मस्तै पानी आउँछ, पिउने पानी हो यो। हामी चाहिँ वहाँदेखि पुरै घुमेर सबै यो गेटमा आइपुग्यौँ। अब गेटदेखि बाहिर गएर फेरि गेटभन्दा बाहिरदेखि पनि टिकट नलाग्ने घुम्ने एरिया छ, त्यहाँ घुमेर फेरि त्यहाँ पनि थोरै थोरै भिडियो जोड्ने छु यसैमा। हामी एउटा महाबलीपुरमको एउटा गेटभित्र प्रवेश गरेर घुमिसकेपछि यो फेरि अर्को गेट हो। हामी यताबाट यसरी आएर यो गेटभित्र हामी प्रवेश गर्दै गर्दा यसरी
यो यस्तो ओह्रालो छ, ढुङ्गाको ओह्रालो है। यसमा बालुवा माटो केही पनि छैन है, एकदम ढुङ्गाको ओह्रालोमा यो घर जत्रो ढुङ्गा यसरी अडिएको छ। हेर्नुहोस् यो के शक्ति होला। ऊ त्यो मान्छेले कस्तो गरेछ हेर्नु न, मैले नै रोके जस्तो गरेछ त उसले। हेर्नु न त्यहाँ, बाफ्रे। त्यो हेर्नुहोस् है, घर जत्रो ढुङ्गाको ओह्रालोमा कसरी अडिएको छ। अचम्मको कुरा हो यो चाहिँ। तपाईँहरूले हेर्नुहोस् है, तपाईँहरूले चाहिँ म मजाले देखाउँदैछु ल। हेर्नुहोस् है, यो ढुङ्गाले बनेको ओह्रालो होइन, यो ढुङ्गाले बनेको ओह्रालोमा यो ढुङ्गा घर जत्रो छ के। यस्तो ओह्रालोमा कसरी अडिएको छ, यसमा के शक्ति त छ होला पक्कै पनि। त्यसै के अडिन्थ्यो होइन। देख्न सक्नुहुन्छ नि हजुरहरूले ढुङ्गालाई। यस्तो ओह्रालोमा ती मान्छेहरू ढुङ्गाको जरामा गएर बस्यान्। अचानक केही भएर यो गुड्किन थाल्यो भने त गयो त मान्छेहरू त। चटनी पिसाइ हुन्छ त चटनी होइन। हेर्नुहोस् त यो चढ्ने पनि कसरी हो है, मान्छेहरू कसरी चढिरहने। यस्तो चिप्लो छ यो, चढ्नै सकिन्छ जस्तो त मलाई लाग्दैन। हेर्नु है, चढेर विचार गर्नु है। ए सजिलैसँग आइन् रहेछ है। ल म आएँ है। ओइ मान्छे गुड्क्यो है, गुड्क्यो। चढेको चढ्न सकिएन है, गुड्कियो। कहाँबाट चढ्ने होला यार। तत्तिरिका कति सजिलोसँग छोडिरहेको थिएँ। ल त चिप्लेको गइहाल्यो, एकचोटि चिप्लेको त सर्लक्कै। अब चाहिँ चढियो है, चढियो अब चाहिँ चढियो। ल है, त्यहाँ पनि दुईवटा छ ढुङ्गा त्यहाँ, देख्नु भएको छ। देखेको छ कि छैन, देखेको छ। हेर्नु है ल। अब यो ढुङ्गा देखेर अचम्म लागेर मेन मैले चाहिँ हेर्न खोजेको चाहिँ महाबलीपुरममा आएर यही ढुङ्गा हो कि, घर जत्रो छ। बाफ्रे, यस्तो ओह्रालोमा कसरी अडिएको भन्ने कुरा। बाफ्रे, स्यास्या भइयो उकालो चढ्दाखेरि। यस्तो ओह्रालोबाट हिँडेर आउन मान्छेलाई धेरै गाह्रो छ, तर कोसिस जारी छ है। सक्सेसफुल हुने हो कि नै है। ल है, चिप्लियो भने तल पुगिन्छ है। ल है, ल सक्सेस। यस्तो छ हेर्नु त, यो चट्टानले बनेको, यो एउटा माटो बालुवा केही पनि छैन, यसरी बनेको। यस्तोमा यस्तो ढुङ्गा कसरी अडियो भन्ने कुरा अचम्म लाग्छ। अब यसभन्दा पारी पनि यसरी गएर हेरौँ है के छ त्यहाँ। यसो यो ढुङ्गा चट्टान फाटेर यहाँदेखि यसरी होइन। बजार एरिया पनि नजिकै छ। मलाई त अचम्म चाहिँ यही ढुङ्गा देखेर लाग्छ। यहाँबाट यतापट्टि माथिबाट हेर्दा चाहिँ ढुङ्गा चट्टै काटिएको धार बनेको सतलत्तै यस्तो खालको छ। हेर्नु, बाफ्रे। यो माथि टाकुरामा आएर यहाँको थोरै सानो सिन पनि भिडियोमा क्याप्चर गरिदिएको छु मैले मजाले। यही ढुङ्गा हो ठुलो। बाफ्रे, यतापट्टि चाहिँ ढुङ्गा छ है, जङ्गल पनि छ, ढुङ्गा छ। यसरी त्यो माथि देखेको टावर जस्तो छ, देखिएछ कि नै, त्यहाँ पनि अहिले जाने हो अर्को बाटोबाट। यो ढुङ्गाको बारेमा मलाई के भन्न मन लाग्यो भन्दा, यस्तो ओह्रालो छ, ओह्रालोमा यत्रो घर जत्रो ढुङ्गा यो कसरी अडिएको छ। यसमा केही शक्ति त होला नि। यत्रो सालौँ साल अडिरहेको छ, यो चिप्लिने भने त समय त लाग्दैन त। हजुरहरूले चाहिँ कमेन्ट गर्नु होला, ढुङ्गामा केही शक्ति छ या छैन। यस्तो ओह्रालोमा यत्रो ढुङ्गा यसरी अडिरहेको छ। हल्का जुम गरेर देखाइदिन्छु, हेर्नुहोस्। हेर्नुहोस् त, खत्रै छ के। मान्छेहरू तलबाट हिँड्दैछन्, त्यसको जरामा आएर बसेका छन् है। कस्तो शक्ति नै छ पक्का, त्यसै त अडिँदैन यो ढुङ्गा। तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला है।
यस्तो खाल्टो छ यहाँ है। यसरी ढिस्को बनाएर ढुङ्गाबाट यसरी मूर्ति तयार पारिएको रहेछ यहाँ महाबलीपुरममा। यो सबै मूर्ति हो। तल लास्टमा ठुलो चाहिँ हात्तीको मूर्ति हो। टुरिस्टहरू पनि एकदमै घुम्न आउने रहेछन् यो एरियामा। बनाउला छु हिँड्नु न हिँड्नु। फेरि त्यही महाबलीपुरमको अलिकति परपट्टि फेरि यो अर्को एउटा घुम्ने ठाउँ रहेछ। यो गेटबाट प्रवेश गरेर हामी यहाँसम्म आइपुग्यौँ। यत्रो चट्टानै चट्टान छ है ढुङ्गाको। फेरि योबाट सिँढी पार गरेर ढुङ्गामाथि ठुलो एउटा मन्दिर छ, त्यहाँ पनि गएर सानो एउटा भिडियो क्लिप बनाउने छु मैले। भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। सिँढी चढ्दै गर्दा त्यो क्लिप पनि छोटो मिठो राखिदिउँ कस्तो देखिएको छ। यस्तो यो चट्टानै चट्टानले बनेको ढुङ्गा होइन, यो मात्रै होइन, ढुङ्गामाथि मन्दिर पनि अर्को थियो र अर्को एउटा हाम्रो नेपालको काठमाडौँको धरहरा जस्तो पनि देखेको थिएँ मैले बाटोबाट। त्यहाँ परपट्टि रहेछ, त्यसमा पनि चढेर म सानो क्लिप बनाउने नै छु, कोसिस गरेको। तर एकदम यहाँबाट चढ्ने ठाउँ यसरी यसरी यस्तो यो ढुङ्गा भएको ठाउँमा खोपेर सिँढी मजाले बनाइएको छ है। हेर्नुहोस् त यसरी माथि ढुङ्गा थुप्रेको ठाउँमा यसरी खोपेर सिँढी प्लस यसरी माथि टाकुरामा मन्दिर। अब सिँढी चढ्दै गर्दा यसरी यो हामी कति माथि छौँ भन्ने कुरा तपाईँहरूले पनि अनुमान लगाउन सक्नुहुन्छ। हेर्नुहोस् है, यति माथि आएर समुद्र र त्यतापट्टि अलिकति बालुवाको एरिया मरुभूमि जस्तो, अनि केही रुखहरू, त्यसपछि यो जङ्गल, यसरी समुद्र फेरि यतापट्टि यसरी पुरै मैले राउन्डिङ लिएर भिडियो बनाइदिएको छु है। ल यो आयो मन्दिर। हेर्नु है, यसरी हामी यो यसरी फलामको बार लगाएको छ। यसरी पुरै यो मन्दिर माथि यसरी भिउ चाहिँ कस्तो आएको छ हजुरहरूले देख्न सक्नुहुन्छ है। र पछाडिको भिउहरू यो चाहिँ मन्दिर भयो। अहिले यो सानो धरहरा जस्तो देखिएको त्यो माथि पनि गएर भिडियो बनाउने छु। त्यहाँ टिकट सिस्टम छ है। हेरौँ, यो चाहिँ यसरी पुरै देखिरहेको छ है। मस्त एकदम राम्रो हेर्ने लायकको भ्यू छ यो चाहिँ। हामी चाहिँ एकदमै टाकुराको मन्दिरमा ढुङ्गाले बनेको मन्दिरमा आएर यसरी राउन्ड लिएर एकदम राम्रो देखिएको छ यहाँबाट।
यो चाहिँ हाम्रो नेपाल काठमाडौँको धरहरा जस्तै छ, तर त्यति अल्को छैन, होचो छ। त्यहाँ गएर वरिपरिको भ्यू हेर्न मिल्छ। फाइनली हामी ड्युटी गर्ने बिल्डिङसम्म आइपुग्यो। हिजो चाहिँ राति आइपुगेको हुनाले भिडियो बनाउन पाइएन। अहिले चाहिँ यो दिउँसोतिर घुमेर आइसकेको, आफू बस्ने ठाउँसम्म आइसकेको भिडियो छोटो बनाएर राखिदिएको छु। भिडियो चाहिँ हाम्रो लगभग सकियो हैन। यहाँदेखि महाबलीपुरम, महाबलीपुरमदेखि आफू बस्ने ठाउँसम्म यो चाहिँ म बस्ने ठाउँ हो है। र भिडियोको अन्तिममा के भन्न चाहन्छु भने हजुरहरू सबैले भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला भन्दै बाई बाई, हस्त, नमस्ते सबैलाई बाई बाई।